एभ्रिवान जय मसी सबैजनालाई र अब चाहिँ म र लच्छु चाहिँ गेस्टको रुम डेकोरेसन गरिदिनु अरे हो। सो त्यही भएर निस्केको रुम डेकोरेसन गर्नुको लागि हो। र म तपाईँहरूलाई देखाउने छु है के कसो हुँदो रहेछ है। तपाईँले पनि यसो लाइक कमेन्टहरू गरिदिनुहोस् हामी दुई भाइले गरेको हो। र यहाँनिर चाहिँ अब फ्लावर बेडको सुरुवात हुँदैछ हो। गेस्टको डेकोरेसन गरिदिएको मजाले स्टार्ट गऱ्यो। हाम्रो चाहिँ ड्युटी यस्तै हुन्छ हो दुई भाइको। र यहाँनिर चाहिँ मैले बेलुन चाहिँ फुकिसकेँ हो। लच्चुले चाहिँ त्यहाँ बेड डेकोरेट गर्दैछ हो। र अहिले चाहिँ यत्तिको चाहिँ भइसकेको छ हो। फाइनली हामीले चाहिँ रुम डेकोरेसन गरेर सकिसकेको छौँ हो। र यत्तिको चाहिँ भएको छ है। तपाईँहरूलाई के कस्तो लाग्छ यसो लाइक कमेन्ट सेयर गरिदिनुहोस् है। हामी दुई भाइले गरेको हो म र लच्चुले। र फाइनली हामीले डेकोरेसन पनि गरिसक्यौँ रुम डेकोरेसन हो। आज चाहिँ गेस्टको एनिभर्सरी रहेछ सो त्यही भएर हो। अन्त डेकोरेसन गरिदिनु भन्नुभएको थियो त्यही भएर गरिदिएको हो। सो यहाँनिर चाहिँ है केक पनि लिएर राखिदिएको छौँ हो। केक चाहिँ खोलेको छैन अब गेस्ट आएर खोज्छ होला है। सो सबैजनालाई थ्याङ्क यू सो मच। तपाईँहरूले यति धेरै माया दिनुहुँदैछ है। र यो हामीले दुई भाइले गरेको डेकोरेसन तपाईँहरूलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस्।